फाइनली अहिले हामी चाहिँ चितवनको पदमपुरबाट निस्केका छौँ। यहाँ तपाईँहरू भाइरल घर हेर्न सक्नुहुन्छ। भाइरल घरको अवस्था यस्तो छ, तर बनिएको चाहिँ छैनछ। बिजोकै भएन छ, जीर्ण अवस्था। भाइरल घर जीर्ण। अहिले हामी सौराज चोक आइपुग्यौँ। चित्रसारी पुल घुम्रे खोला भन्छ यसलाई। पहिला गइ थिएन, अहिले गइ छ। यहाँनिर गइ छ है। अहिले देखिन्छ घाममा निस्किन्छ क्या घाम ताप्नलाई। हामी स्ट्रेट हैन। Good location. Yeah. हामी चाहिँ अब हात्ती चढ्नको लागि जाँदैछौँ। दिउँसो हो क्या जिप सफारी। मेरो भिडियो बिगारिदिनु भयो। अब चाहिँ हामी हात्ती सफारी गर्न जाँदैछौँ। बिहानमा हात्ती सफारी गरिसकेपछि दिउँसोमा फेरि जिप सफारी गर्नेछौँ। अब चाहिँ हामी यो बिहान हात्ती सफारी गर्न आएको छौँ। अनि यहाँ त ठुलो ठुलो हात्तीहरू छ। अनि हामी यति टिम। अनि अब आज हात्ती चढ्ने अनि जङ्गलको भिडियोहरू पनि तपाईँलाई देखाउनेछौँ। अब हामी हात्ती चढ्ने ठाउँमा छौँ। हात्ती चढेर जङ्गल सफारी गर्छौँ। त्यसपछि फेरि फर्केर रेस्ट गरेर दिउँसो फेरि हामी जिप आमा जानु त माथि ल। ल आमा जानु त।
तपाईँ बसेपछि मिल्छ क्या पहिला त 6 जना राख्थ्यो तपाईँ थोरै अगाडि छ ठिकै छ ठिक छ पर्खिनु ल गर्मीले त निदामा त खतरा लाग्यो नि त यो हात्ती काम के हो र अहिले चाहिँ हामी हात्ती चढेका छौँ अनि अहिले चाहिँ हामी पूजा कल्लीमा छौँ उहाँहरू के कल्लीमा पो भन्दै हुन्थ्यो बिर्सेन सोनाकल्ली पूजा कल्ली र सोनाकल्लीको फोटो खिचाइ के ट्राफल भइरहेछ हुन्छ ठिक छ हाम्रो नि त्यो सोनाकल्ली हे जी ल ओके सी यू कस्तो भइरहेछ दामी भइरहेछ ल कहाँ आइयो फेरि ओ चाहिँ हामी हात्ती सफारी गरिरहेका छौँ हाम्रो आमा मजाले हात्तीमाथि चढेर लमक लमक यता हाम्रो वर्षा दिजियो हजुर कस्तो फिल भइरहेछ आबेन दाइ आबेन सी हियर कता कता खोइ आबेन यता यता ओके अब यो खोला तरेर भित्र पसेपछि ओके भयो कलै कस्तो हुँदो रहेछ रामकली रूपाकली अरे पूजाकली पूजाकलीको बेस्ट फ्रेन्ड आएन हात्ती हिँडेको पाइला अनि हामी यो यहाँ चाहिँ हाम्रो आमाहरू पौडिनुहुन्थ्यो अरे अहिले चाहिँ यहाँ प्रशस्तै गोहीहरू पाउन सकिन्छ हामीले यसमा चाहिँ एकदमै धेरै गोहीहरू हुन्छ भैँसी बस्थ्यो हाल हजुर नुहाउँछ नि भैँसीले त्यस्तो अनि यहाँ चाहिँ यो घाँसमा चाहिँ भैँसी चराउने होइन हजुर अनि यहाँ पौडिने दिनभरि घाम हुन्छ बाहिर निस्क्यो पौड्यो बाहिर निस्क्यो ओके यहाँ चाहिँ हाम्रो दुईजना जापानिज र नेपाली आउँदै हुनुहुन्छ तर यहाँ देखेको छैन दिमागलाई असर गरेन तिमीलाई असर गरेन हात्ती छ नि त हात्तीले टाइगरलाई हटाइदिन्छ Jesus, thank you for everything. गैँडा चाहिँ त्यहीँनिर बसेर चाहिँ क्या हजुर ठुलो दाउरा घाँमा खसेको त्यहाँ सुकेको हजुर अघि अघि हिँड्ने त्यहाँबाट गएको त त्यही बसेर चाहिँ अब ठ्याक्कै अगाडि पर्यो नभाग्नु है हजुर अनि त्यसले नि मलाई हेरेको म त गैडा गैडा बस्नु हजुर भाग्यो त सबै दुखुरे अनि चाहिँ हामी जङ्गलभित्र छौँ अनि यहाँ चराचुरुङ्गीको आवाजहरू सुन्न सकिन्छ शान्त छ मलाई लैजाऊँ भन्दा पर्दैन पर्दैन भन्ने अहिले चाहिँ यहाँ त घर छ त
सोला भनेको खै हामी केमा चढेको बिहान देखिन्छ यो हातमा अड्काउ बिहान हामी केमा चढेको हो तिमीलाई कस्तो लागिरहेछ तल चाहिँ गेडा खर्छ क्या त्यो निगारो जस्तो साथीको त्यो खायो अनि यस्तरी झम्टिँदो रहेछ क्या हातले अनि आँसी लिएर हिँड्छन् नि त जङ्गल जाँदाखेरि झोलामा नि सबले आँसु कोपेर भगाइदियो त्यसलाई अनि हस्पिटल लगेको यति छैन अगाडि पनि रहेछ कति छिटो दौडिन्छ उता निस्किन्छ है उता खाली ठाउँमा देखिन्छ ग्रुपै हुन्छ मासिएर गएछ उता गएछ भित्र भागे बाबु उता भित्र भागे के कपडा लाग्यो त गर्नु भयो त यो आछि हो नि यहाँ चाहिँ हामी एउटा गोही देख्न सक्छौँ बुढी रापतीमा आज हामीले गोही देखेको छौँ उडायो यो देखिरहनु भएको चाहिँ गोही हो जङ्गलको बिचमा हामीले एउटा घर देखेको छौँ अनि यहाँ चाहिँ आर्मीहरू बस्नु हुँदो रहेछ नाङ्गो चौक अहिले चाहिँ हामी फाइनल्ली राइनो देखेका छौँ ल फाइनल्ली हामीले राइनो देखेका छौँ ल तपाईँ राइनो देख्न सक्नुहुन्छ आमाले कति छिटो देख्नु हुँदो रहेछ निगुरो लडिन्छ सँगै त मिल्दैन लडिन्छ नि त फुत्तै लडिन्छ पो त वाउ अब बिहान कस्तो भयो बेबी कस्तो भयो अपेक्षा दामी भयो
रमाइलो भयो कस्तो शीतल क्या भित्र है कति मेडिटेसन भयो जानु जानु ल कुकुली के पऱ्यो यसमा टिका थरी के अरे नामै बिर्सेँ कस्तो भयो जस्ट टु इन्जोय भित्र एकदमै धेरै शीतल अनि काम माइन्ड चाहिँ एकदम मेडिटेसन एकदम जिरोमा Dopo देखाओ का जब तेज कुरिदा है और आपसे कितने कपुरको बन्दैछ हामीसँग अहिले हामी हात्ती सफारी सकेर चाहिँ अनि होटलमा रिटर्न हुँदैछौँ के भन्न चाहनुहुन्छ तपाईँ गएर अब हामी खाना खानेछौँ पछाडि हामी ट्याक्सी सफारीको लागि जीप सफारी हो सफारीको लागि तयार गर्दैछौँ यो चाहिँ मेरो फर्स्ट टाइम हो जीप सफारी चाहिँ अनि हात्ती सफारी चाहिँ मैले 2 टाइम्स गरेँ आजसम्म कुन चाहिँ रमाइलो थियो खान पर्यो अनि एकछिन सुत्नु त्यो चाहिँ पर्यो पहिला जीप सफारी गरिहेरौँ त्यस पछाडि भन्नेछु ल ओके अहिले चाहिँ हामी हात्ती सफारी सकेर रिटर्न भएर खाना खाएर फेरि हामी हाम्रो रिलेटिभ्सलाई भेट्न जाँदैछौँ चितवनमा एकदमै गर्मी छ तर बाटो चाहिँ यस्तो राम्रो छ कि अब फेरि हामी नेक्स्ट घरमा जाँदैछौँ यो चाहिँ छुट्टै ब्लग बनाउने क्या आफन्तसँग भेटेको अरू गएको त होइन नमस्ते होइन होइन भनेर झन्डै पर्यो एकदम नमस्ते हजुर नमस्ते अब चाहिँ हामी जीप सफारी गर्न गइरहेका छौँ पहिलोचोटि हो मेरो अनि यहाँ चाहिँ हामी हाम्रो पहिलोचोटि हो मेरो जीप सफारी चाहिँ पहिलोचोटि हो पहिलोचोटि फर्स्ट टाइम यसरी अरूको गाडीमा चढेको फर्स्ट टाइम जाँदैछु सेफ्टी केही छैन क्या वेलकम टु जीप सफारी कस्तो अनुभव भइरहेछ हजुरलाई यो हजुरको पहिलोचोटिको जङ्गल सफारी जीप सफारी रहेको छ एक्साइट हुनुहुन्छ सी मान्छे कस्तो फिल भइरहेछ यो त अगाडिको आयो होइन सेल्फी लिन चाहिँ के हामी So we are on our way to Kumro Jungle Safari.
गई गई हामीले चाहिँ यहाँ टिकट गर्नुपर्ने रहेछ अनि बनाइसकेको छ टिकट रेडी छ अब यहाँ अङ्कलले लगेर त्यहाँ के हो इन्ट्री गर्नु इन्ट्री गराइदिनुहुन्छ गाडीको हजुर हुनुपर्छ पर्दैन विभिन्न किसिमका चराहरू छन् चितल मृगहरू बाँदरहरू देखिन्छ ग्यारेन्टी त छैन तर हामी ट्राई गर्छौँ ए गुरु उसलाई नगिजासम्म साइड गर्नुहोस् अहिले कोही आएर देख्यो भने समात्छ यसरी लगाउनु त्यो घरको पछाडि बेलुका त सुत्न आउँछ होला नि यिनीहरू है यही घरमा हजुर यो हात्तीमा कतिवटा देखियो एउटा हात्ती जानु हात्ती सफारी निम्रो पाइन्छ क्या अङ्कल यताबाट है आमाले सबै जो यता आउनु भएको है सबै यो पारी गाउँ थियो यो सबै गाउँ थियो हजुर हजुर यो घाँसमा घाँस काट्न अब आमा सबले काट्ने पछाडि पनि देखाइदिनु ल आउनु भयो ल आउनु भयो अगाडि भएपछि हामी छौँ भन्ने बोल्नुपर्छ कति हो हाम्रो आमाको बाबालाई बगाएको कुरा चाहिँ यो राप्ती रहेछ बच्चामा चाहिँ उहाँले यही ठाउँमा चाहिँ जीवन बिताउनु भएको उहाँले सानो सानो कुराहरू धेरै याद गर्नुभएको रहेछ र हामी सुन्दै अगाडि बढिरहेको छौँ एकदमै राम्रो सुन्दर
कति चेन्ज भएको रहेछ त है त्यो बेला होइन सबै है बास बस्न यतै बास बस्यो भने टाइगर पनि देखिन्छ गर्न सकिन्थ्यो होला जुन प्रब्लम भन्दा पर्छ अब यहाँ आएर टेन्ट लगाएर बस्ला नि फेरि एकचोटि मलाई त्यस्तो पनि गर्नु माउले टोक्छ के नत्र शाहरुख खान हो शाहरुख खान शाहरुख खान सलमान खान अक्षय कुमार अक्षय कुमार एउटा चाहिँ नि के यस्तो खेप्ची कलर भएको के अरे कस्तो छ कादर खान कादर खान जान्छ कहाँबाट हो त्यहाँ मैले एउटा एनिमल हेर्दा चाहिँ उनीहरूको अब दिमाग हुन्छ नि हाम्रो हिट मात्र गर्ने हो हिट गर्दा आई कन्ट्याक्ट गर्दा हिट गर्दा डराएको देख्यो भने अब एट्याक गर्छ चप्पल नलाउनुलाई